हेलो एभ्रिवान, आज मैले हजुरहरूको ब्रेन टेस्ट गर्न जाँदैछु है त। एकदमै ध्यान दिएर सुन्नेले मात्र यो प्रब्लम चाहिँ सल्भ गर्न सक्नुहुन्छ है त। के रहेछ भन्दा एउटा स्कुलमा 3 जना विद्यार्थीहरू रहेछन् है। उनीहरूलाई चाहिँ एकदम भोक लागेछ र चाउमिन खाने निर्णय गरेछन्। त्यसपछि प्रत्येकले 10 रुपियाँ उठाएछन् के चाउमिनलाई, किनकि एक प्लेट चाहिँ 10 रुपियाँ पर्दो रहेछ, चाउमिन टोटल 30 रुपियाँ भयो। अनि के गरेछन् उनीहरूले एउटा आन्टीलाई भनेर चाउमिन ल्याइदिनु पठाएछन् है। त्यसपछि त्यो आन्टी जानुभएछ स्कुलको क्यान्टिनमा गएर 3 प्लेट चाउमिन माग्नुभएछ। तर के भयो त, क्यान्टिनको आन्टीले चाहिँ के गर्नुभएछ त, 3 प्लेट चाउमिन 30 को सट्टो 25 रुपियाँमा दिनुभएछ। भनेको 5 रुपियाँ चाहिँ बाँकी रहेछ है। अब त्यो 5 रुपियाँ चाहिँ के गर्नुभएछ त, त्यो आन्टीले आएर चाहिँ सबैलाई 1-1 रुपियाँ फिर्ता दिनुभएछ त्यो विद्यार्थीहरूलाई। 3 रुपियाँ भयो अनि बाँकी रहेको 2 रुपियाँ चाहिँ उहाँले नै राख्नुभएछ। भनेपछि पहिला विद्यार्थीले 10 रुपियाँ उठाथे, 1 रुपियाँ सबैले फिर्ता पायो भने चाहिँ 9 रुपियाँ उठाए जस्तो भयो। 3 जनाले 9 रुपियाँ, 9 त्यहाँ 27 रुपियाँ अनि आन्टीले पाएको 2 रुपियाँ गरेर 29 रुपियाँ बाँकी रह्यो। 1 रुपियाँ खोइ त कहाँ गयो, टोटल त 30 रुपियाँ थियो हैन। सोच्नुहोस् त सबैले एकदम ध्यान दिएर, त्यो 1 रुपियाँ कहाँ गयो त, आखिर त्यहीँ हुनुपर्ने हो, टोटल त 30 रुपियाँ थियो है। यस्तै आइक्यू क्वेसनको लागि सब्स्क्राइब गर्नुहोला।